हेलो गाइज, हामी चाहिँ सिलगढी सिटी सेन्टर घुम्न जाँदैछौँ फ्यामिलीसँग। आज बाहिर घुम्न जाउँ भनेर घुम्न हिँड्दैछौँ हामी। सिटी सेन्टर आइपुग्यो, मार्केटहरू सबै लगाएको रहेछ, स्टलहरू लगाएको रहेछ। छोरो अगाडि हिँड्दैछ, सबै फ्यामिलीहरू हेर्दै हिँड्दैछौँ मार्केटहरू। आज चाहिँ पिज्जा खाने प्लान छ, त्यसो भएर हामी चाहिँ आज सिटी सेन्टरतिर घुम्न जाँदैछौँ। हेर्दैछौँ के पाउँछ भनेर सबै फ्यामिलीहरूसँग हिँड्दैछौँ। अनि मलाई यसो हेर्न मन लाग्यो, यतापट्टि पुरा चापीको छल्ला रहेछ क्या सबै झुन्डाको। अनि यता यसो यो कार्पेट सोधेको, कार्पेटको मूल्य कति? अनि 3000 भन्दै थियो। यता ब्याग हेर्नु भने ब्यागको मूल्य सोधेको 580 रे। अनि मन परेन भन्दै निक्ल्यो त्यहाँबाट पनि। अनि यहाँ हेर्दै हुनुहुन्छ भाउजूले फेरि। अनि म फेरि यताबाट घुम्दैछु, म यता आएर हेर्दैछु के छ भनेर। अनि म अगाडि जान्छु, अरू सबै पछाडि हुनुहुन्छ यता। अनि पिज्जा हट थियो, यसो हेरेको यता फेरि आमा छोरा भित्र पसेर पिज्जा अर्डर गरिसकेको रहेछ। एउटा चिकन पिज्जा, एउटा भेज पिज्जा भन्दै रहेछ। अनि अर्डर गर्दैछ, म पनि हेर्दैछु। अनि मैले उता सोध्छु पेप्सी पाउँछ कि पाउन्न भनेर। पेप्सी छैन भन्छ। अनि फेरि बाहिर अर्को सपबाट लिएर आयो पेप्सी चाहिँ। अनि त्यहाँ सबै टेबलमा बसेर रेडी छ, पिज्जालाई वेट गरेर बसिरहेको छ, पिज्जा कतिखेर आउँछ भनेर। पिज्जा आयो भने पिज्जा खानको लागि भनेर सब वेटिङमा छ, वेट गर्दैछ हाम्रो अर्डर। यो चाहिँ ठुल्दाइको छोरा, अर्को चाहिँ मेरो छोरा, यता चाहिँ भाउजू, यता चाहिँ मेरो भाउजू, अनि यता मेरो वाइफ, अनि यता म छु। हेर्दैछु, खोज्दैछु अर्को पिज्जा आइसक्यो। अनि पिज्जा आइसकेर अब खाने बेला भयो नि। भेज चाहिँ हाम्रो बेटाले भेज खान्छ नि त, त्यसो भएर हामी चाहिँ चिकन खाने भनेर यता चिकन। बर्गर पनि मगाएको छ, बर्गर पनि छ। म चाहिँ बर्गर मनपर्छ, बर्गर खान्छु। पिज्जा पनि खान्छु, कम खान्छु। अनि त म बर्गर खाँदैछु, अरू पिज्जा खाँदै हुनुहुन्छ। पिज्जा पनि टेस्टी बनाउँदो रहेछ, मिठो छ पिज्जा, एकदम ठुलो साइजको पिज्जा। छोराले भन्दैछ टेस्टी छ, दामी छ भन्दैछ। म चाहिँ पेप्सी पिउँदैछु। अनि यहाँ सबै हामी खाएर इन्जोय गर्दैछौँ। हाम्रो उहाँ चाहिँ भाउजू हो, भाउजूको भाउजू। अनि हामी यहाँ सबै खाँदैछौँ। अनि पछि यहाँ म सोध्दैछु, मेरो फोटो निकाल्न भन्दैछु उसले। गर्छु, म भिडियो गर्छु भन्दैछ। मैले भिडियो गरिदिन्छु भन्दैछ उसले। अब भिडियो गरिदिन्छु मेरो फोटो, म पनि देखिनु पऱ्यो नि भनेर। उसलाई बर्गर मनपर्छ भने बर्गर खाँदैछ, उसले पनि बर्गर मगाएर बर्गर खाँदैछ। ऊ चाहिँ हाम्रो उद्देश्य श्रेष्ठ खाइरहेछ। अर्को चाहिँ मेरो छोरा, ऊ चाहिँ ठुलो दाइको छोरा। उता साइडमा हुने हाम्रो भाउजूको भाउजू, अनि यता हुने मेरो वाइफ, म यता छु। म क्यामेरा मिलाउँदैछु, म क्यामेराम्यान हो नि त, क्यामेरा मिलाइरहेको छु। बल्ल मेरो पालो आयो पिज्जा। अनि म पनि पिज्जाको टेस्ट लिँदैछु। हामी सल्लाह गर्दैछौँ फेरि अब के खाने भनेर। अब यहाँबाट खाएर निक्लेर भ्याइन्छ। अनि हामी चाहिँ बाहिर लाग्ने भनेर म चाहिँ बाहिर निक्लिसक्छु, बाहिर निक्लेछु। अरू आउँदै हुनुहुन्छ पछाडि। अर्को एउटा मार्केटमा पस्ने भनेर हिँड्दैछौँ। त्यो मार्केट बन्द भइसकेको छ, म हेर्दैछु कहाँ छ त्यो मार्केट भनेर हेर्दैछु। भाउजू पछि आउँदै हुनुहुन्छ, म अघि छु। यसो हेरेको सबै बन्द भइसकेको रहेछ, ढिला भइसकेको छ। ल अब घरतिर जानुपर्छ भनेर फेरि छोरालाई गाडी निकाल्न जा तल अन्डरग्राउन्ड भनेर म यताउता हेर्दैछु, घुम्दैछु, हेर्दैछु। अगाडि हिँड्दैछु। एउटा यहाँ फेरि दोकानमा पर्स देख्छु, कस्तो छ पर्स भनेर पर्स पनि हेर्दैछु। पर्स हेरेको महँगो त रहेनछ, 1000। राम्रै थियो तर मन परेन भनेर म निक्लेर हेर्दैछु। मलाई छोडेर गयो कि भनेर यताउति हेर्दैछु। ल घर जानु भनेर